जाबो सिट्ठी फुक्ने जागिर खाए भन्दैमा धेरै फुर्ती नलाए हुन्छ। सम्मान सम्मान पाएर चाहिँ के ने परिने हो र? गाडी बेजती मेरो घर, तर नेपाल प्रहरी ट्राफिक प्रहरी जस्तो गरिमामय क्षेत्रमा आज आउने नबोल। म सहन सक्दिनँ। म पनि सहन सक्दिनँ। दुईटा कुरा कान खोलेर सुन, कि त खुरुक्क विदेश आऊ, कि त भने मलाई डिभोर्स देऊ। सिट्ठी फुक्नेसँग बस्नु भन्दा त बरु जनकपुर धाममा शङ्ख फुक्नेसँग बस्नु बेस। मलाई खुरुक्क डिसिजन चाहियो। हामी यस्तै त हो नि ब्रो। मिलेन लेभलतिर बाउ बोला। अब पाउ होइन, अब बिसालेर बोला केटा। विशाले, विशाले विशाले घटे भएर आइज। ल केटाहरू आइदिएको खोइ त, टाउकामा हेलमेट पनि छैन त। अनि पर मामाको चेकिङ होला फेरि। हे मुला, मामा समय त चिन्ता नगर न, तेरो दाई छँदैछ नि यहाँ, तेरो दाई। ल अलि पर त आइज बस। चेप्पे तयार केटा हो। कता हिँडेको बिजुली बालेर कहाँ अरू अगाडि त सुटी छ त। ए सुधी, कहाँ बिच बाटोमा हिँडेको? ज्यानको माया छैन क्या हो? हुन त मर्ने बेला भइसकेको रहेछ। झन्डै हानेर मारेन बच्चाहरूले। सडक गाडी कुद्न मात्र नभएर मान्छे ओहोर दोहोर गर्छन् भन्ने कुरा कस्तो नबुझ्या होला। जाने माल नजाने काल भन्थे, किन बतास जसरी हुर्किएका हुन्, नबुझेका भन्न मिल्दैन। हरे राम, यी बाबुहरूलाई सद्बुद्धि देऊ है भगवान। होइन तैँले कति बिस्तारै कुदाएको हो? अलिक त्यसपछि कुदा न, नभए कहिले म आफै कुदाउँछु। फेरि मेरो लागि त 80-90 त केही होइन। 100मा कुदा न 100मा। ओइ 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 ओइ, ट्राफिक ट्राफिक चेकिङ छ जस्तो छ यार। हे तेरी अम्मा, चिन्ता नगर, तेरो दाई छँदैछ नि यहाँ, तेरो दाई। ए रुक 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 रुक। होइन के हो भाइहरू, एउटै बाइकमा 3-3 जना पो छ त, अनि हेलमेट चाहिँ खोइ नि। ए सर, हामी यहीँको लोकल हो क्या, लोकल। अब लोकल भए पनि बोइलर भए पनि यो 3-3 जना सहरी साधनको ओजन भन्दा पनि बढी चढेर त्यही पनि यत्रो तीव्र गतिमा कुदिया छ, कामै पो पुग्नु छ र। ल हेलमेट त बाइकमा पो लगाइया छ त। ल त्यो बाइकको हेलमेट टाउकोमा लगाउने, तपाईँहरू 3 जना हुनुहुँदो रहेछ, 1 जना झरिहाल्ने। अनि कागजपत्र के छ देखाइहाल्नुहोस् त। यसो लिनुहोस्, आफ्नो बालबच्चालाई यसो घरमा तरकारी सरकारी दिन हुन्छ। ए भाइ, तिमीले के गर्न खोजेको? घुसको दिन खोजेको? मलाई मेरो तलबले घरमा तरकारी खाए पनि, चामल खाए पनि, चक्लेट खाए पनि पुग्छ। तपाईँहरू जस्तो युवाहरूले त अझ साना साना भाइ बहिनीहरूलाई सिकाउने हो नि त, यसरी जान ट्राफिक नियमको उल्लङ्घन गर्न मिल्छ? ल अब लाइसेन्स बोर्डको कागज के छ त्यो देखाउने, अनि जाने। बुझ्नुभयो नि? अब तपाईँले चाहिँ बुझ्नुहुन्छ। अब आउँछ, उठाउन तयार हुनुहोस्। हेलो हजुर हजुर, हजुर 3 जना आउनु भएको छ, त्यही भएर हजुर यसरी छोड्न त नमिल्यो हजुर। हुन्छ 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 हजुर, हेर्नुहोस् हामीले तपाईँहरूकै सुरक्षाको निम्ति भनेका हौँ। अब आइन्दा यस्तो गल्ती नगर्नु होला। तपाईँहरू 2 जना जानु होला, 1 जना चाहिँ झर्नुहोस्, एकछिन पछाडि जानु होला। न बाउपट्टिको न आमापट्टिको सिकाउँछ हामीलाई।
बाइक त बरु यसरी चलाउनु पर्यो भनेर ट्राफिकहरूले हामीसँग सिक्नु पर्छ। होइन रे गुरुजी, अलि बिस्तारै चलाउनु न हौ गाडी पनि। के साह्रो कुदाउनु भएको? हे तेरिका बिस्तारै त कुदाएको छु नि हौ। ए बाबु, बान्ता आउला जस्तो बोक्यो, अलि बिस्तारै हिँडाउनु, बिस्तारै के। होइन आमा, योभन्दा कति स्लो कुदाउनु है, आफै आएर कुदाउनु त्यसो भए। बाबु, यिनीहरूले ए दिदी चढिहाल्नु हतार छ। खै त सिधै छैन त बस्नको लागि। कस्तो प्याक हो गाडी। हे तेरिका दिदी उता अगाडि खाली हुन्छ कि बस्नु मिलाएर बस्नु। खै कसरी बस्नु थाहै छैन। हे तेरिका आज नै घुम्ने चेकिङ रहेछ, कहाँ पाउँदैन। ओहो रोक्नुहोस् गाडी रोक्नुहोस्। ओहो गुरुजी नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ नि? सधैँ सर सबै सधैँ हुनुहुन्छ? एकदम ठिक छ। अनि गाडी त के हो बेपत्तै छिटोमा कुदाएर ल्याउनु भएको त? सर अलि आज हतार। त्यही त अघि नैदेखि गाडी अलि बिस्तारै चलाउनु भनेको। हामै हुनुहुन्छ उहाँले। हे तेरिका तपाईँले बाटो फेर नबन्नु न। अनि कुरो सिट बेल्ट त लागु देख्दिन त। ओहो गुरु गाडीभित्र त के हो? गाडीको क्षमता भन्दा पनि बढी मान्छे बोक्नु भएको छ। लु त 2-4 जना चाहिँ झरिहाल्नुहोस् त। यसरी त कहाँ हुन्छ गुरु? क्षमता भन्दा पनि बढी बोक्ने अनि स्पिड त्यस्तै भयो भने त दुर्घटना हुन सक्छ नि। हेटलेरिका ट्राफिकलाई कहाँ रोकिदिरहनु भएको? हामीलाई हतार भइसक्यो। जाऊ। होइन हजुर, हामीले तपाईँहरूकै सुरक्षाको लागि भनेका हो नि। अनि कुरो मापसे पनि गर्नु भएको छ क्या? होइन सर, कहाँ मापसे? गाडी चल्दा मापसे गरेर छैन सर, छैन एकदम। तपाईँको एकजनाको हातमा यति धेरैजना व्यक्तिहरूको ज्यानको सवाल छ। अब ढिला गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने कुरा त ट्राफिक नियमका सबै कुरा गुरुलाई पनि थाहा होला नि। ल अब बिस्तारै जानुहोस् है त। हुन्छ सर, हुन्छ। ल त सर गएँ म है त। गाडी चलाएर यत्रो वर्ष भइसक्यो, कमर पुगिसक्यो। अहिले आएर नियम सिकाउँछ, ट्राफिकको नियम। दुई पैसाको लोभ, चाँडो पुग्नुपर्ने हतार अनि सवारी साधनको क्षमताभन्दा बढी ओजन र तीव्र गतिका कारण दुर्घटना भयो। युवाहरूमा हुने हुटहुटी अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भयो। यो देशको माटोलाई पसिनाले भिजाउनु पर्ने आवश्यकता छ, तर अन्जानमा भन्दा जान धेरै सवारी दुर्घटनाका कारण प्रगतिले भिजेको छ। हामी सडक सुरक्षाको साधक हौँ, तर मानिसहरू हामीलाई बाधक सम्झिनुहुन्छ। कालो बिरालोले बाटो काटो भने बरु एकछिन रोकिनुहुन्छ, तर हामी ट्राफिक देख्दा साथ भाग्दै गर्नुहुन्छ। हामी तपाईँहरूको यात्रालाई सुरक्षित होस् भन्ने चाहन्छौँ, तर तपाईँहरू हामीलाई देख्दा साथ समस्या ठान्नुहुन्छ। कतिपय सवारी चालकज्यूहरूले आफ्नो कमजोरी सच्याउनमा भन्दा भनसुन गरी भचकचाउन चासो गर्नुहुन्छ। जबसम्म ट्राफिक नियमहरू ट्राफिकको लागि मात्र हो भनेर सवारी चालक अनि सडक प्रयोगकर्ताहरूको मनमा हुन्छ, तबसम्म दुर्घटना भइरहन्छ, बढिरहन्छ। जबसम्म ट्राफिक प्रहरीलाई साथी नभएर शत्रुको व्यवहार गरिन्छ, सोचिन्छ,
तबसम्म दुर्घटना भइरहन्छ, बढिरहन्छ। ट्राफिक नियम पालना गरौँ, दुर्घटनाबाट बस्ने मात्र होइन, सबै नागरिकको परिचय हो। सानी, ए सानी, कता छौ? बाहिर आऊ त। ए दिदी, तपाईँ पो? अनि कता हिँड्नु भयो? कता हुनु नि, यसो ब्युटी पार्लर हिँडेको नि। बुढाले पैसा पठाएको छन्, सपिङ पनि गर्नु पर्यो अलिअलि। होइन, तपाईँको बुढाले त अस्ति भर्खरै पैसा पठाएको होइन भने पैसा त पठाएको पर्छ नि त। क्या, अनि सुन न, यो साडीमा मलाई कस्तो देखिएको छ भन त? राम्रै देखिएको छ। आफूलाई त एकचोटि लगाइसकेपछि अर्कोचोटि यो लुगा लाउनै मन लाग्दैन भने। सुन, तिम्रो बुढालाई पनि यस्तै साडी किन्न लगाऊ न। दुवैजनाले एउटै साडी लगाएर दामी दामी टिक्का बनाउनु पर्छ क्या। हुन त हुन्थ्यो दिदी, फेरि बुढाले के भन्ने हुन्? के भन्नु नि, जब आफ्नो बुढालाई त लगाउन सक्दिनौ। लु, एक बारको जुनी खानी लाउने हिँड्ने हो है। दिदी, तपाईँको बुढाले महिनामा कति कमाउनुहुन्छ? महिनामा 3-4 चोटि त बजार झरेकै हुन्छन् त तपाईँ। कति हुनु नि, त्यही 2 लाख जति आउँछ क्यारे। जाबो त्यतिले यताउता गरेरै सकिन्छ भनेको। अब म त सानी जनकपुर बस्दिन होला हौ, काठमाडौँतिर पो बस्ने विचार गरेको छु। तिमी पनि बुढालाई बाटो चिठी पुग्न मात्र होइन, महिनाको लाख लाख कमाउन विदेश जाऊ भने भइहाल्यो नि। विदेश पठाए त झ्याप्पै पैसा पाइहालिन्छ नि। अनि काठमाडौँ सहर घुमाउला नि दिदी बहिनी। ल बहिनी, म गएँ है। हजुर, आइपुग्नु भयो। परिवारलाई भन्दा बढी समय आफ्नो पेसालाई दिनु भएको छ। हेर, रात दिनको बाटोमा बसेर ठुलै धुलो भएर आउनु भएछ। होइन, सधैँ सुँड पसारेर बस्ने मेरो बुढी आज त निकै फुर्ती फालेको छ त। ट्राफिक प्रहरीको श्रीमती पो हो त। अनि के घोसे मुन्टो लगाएर बस्नु त? बुढा, एउटा कुरा भन्छु, मान्नुहोस् है। एउटा होइन, दुइटै भन न, के हो कुरो? सुन्नुहोस् न, मलाई 30,000 जति पैसा चाहिएको थियो। अब तलब आउन बाँकी नै छ, अनि अहिले नै किन पो चाहियो? साडी किन्नलाई। साडी किन्नलाई 30,000? होइन, तिमी के भन्दैछौ? 30,000 भनेको त मेरो 1 महिनाको तलब हो। 30 लाख कमाउनलाई त कति न जागिर हुन पर्यो नि। होइन, यो तिमी के भन्दैछौ? अनावश्यक खर्च किन गर्नु पर्यो? यस्तो महँगी छ, जेते घर खर्च डरेकै छ। खर्च डरेर मात्र हुन्छ? श्रीमतीको इच्छा पूरा गर्न नसक्नेले बिहे गरेर मात्रै हुँदैन। अरूको भने कस्तो रगजग छ, आफ्नो भने छ्या। खुसी अनावश्यक कुरामा खोज्ने होइन नि। जे जस्तो छ त्यसैमा रमाउने बानी गर्नुपर्छ। अनि सुन त, मैले ट्राफिक प्रहरीमा सेवा राम्रो गरेको भन्दै मेरो कामको प्रशंसा भयो। यही ट्राफिक सप्ताहको दिन जनकपुरमा मलाई सम्मान गर्ने भएको छ नि। जाबो चिठी फुक्ने जागिर खाए भन्दैमा धेरै फुर्ती नलाए हुन्छ। सम्मान पाएर चाहिँ के ने परिने हो र? गाली बेजती मेरो घर, तर नेपाल प्रहरी ट्राफिक प्रहरी जस्तो गरिमामय क्षेत्रमा आँच आउने नबोल, म सहन सक्दिनँ। म पनि सहन सक्दिनँ। दुईटा कुरा कान खोलेर सुन, कि त खुरुक्क विदेश जाऊ, कि त भने मलाई डिभोर्स देऊ। चिठी फुक्नेसँग बस्नु भन्दा त बरु जनकपुर धाममा शङ्ख फुक्नेसँग बस्नु बेस। मलाई खुरुक्क डिसिजन चाहियो।
मामु मैले हजुरहरूको सबै कुरा सुने। मामु किन यस्तो निर्णय लिन खोज्नु भएको? किन झगडा गर्नु भएको? मामु घर छाडेर जाने कुरा नगर्नुहोस्। झन् आज रिजल्ट आएको दिन हजुरहरूलाई सुनाउँछु भनेर कति खुसी भएको थियो, तर हजुरहरू भने नरौ छोरी नरौ। अनि भन त छोरी, तिम्रो रिजल्ट कस्तो आयो नि? पहिला हजुरहरू हाँस्नुहोस् अनि म भन्छु। ल भन छोरी, अब हामी तिम्रो निम्ति भए पनि सधैँ हाँसिरहेको त हुन्छौँ नि। म त एसईमा A+ उत्कृष्ट नतिजा ल्याएर पास भएँ नि। ओहो हो र छोरी, ल बधाई छ तिमीलाई। अनि नि छोरी, अब तिमीले कहाँ पढ्ने, के विषय पढ्ने, अनि भविष्यमा के बन्ने भनेर सोचेको छौ नि? अब के यस्तो उस्तो सोधिरहने, काठमाडौँको महँगो कलेजमा भर्ना गरिदिइहाल्ने हो। कुरुकका भाषा सिक्ने कि अस्ट्रेलिया कि त भने जापान जाने प्लान बनाउनु है छोरी। नाइ मामु, म त विदेश मरिकै नि जान्न। म त बाबा जस्तै नेपाल प्रहरीमा जागिर खाने अनि देशको सेवा गर्ने हो। झन् बाबा जस्तै ट्राफिक पुलिस भएर जनताको सेवा गर्ने। के को स्याबास नि? म मेरो छोरीलाई प्रहरीमा त मरि गई जागिर खुवाउँदिन। जाबो कम तलब अनि दोबाटोमा बसेर दिनभरि धुलो खाने काम। मामु पैसा नै सबै थप होइन नि। राष्ट्र सेवक हाम्रो बाबाको पेसालाई जागो नभनिसु न मामु। मलाई राष्ट्र सेवक नेपाल प्रहरीको छोरी हुनुमा गर्व छ र धुलो धुवाको कुरा। नेपाल आमासँग देश र जनताको निम्ति कसम खाएपछि धुलो त के परि आएमा आफ्नो प्राणलाई धुलो जसरी उडाउन पनि तयार हुनुपर्छ। मामु राष्ट्र सेवक नेपाल प्रहरीको छोरी भनेर गर्व गर्दै आफ्नो शिर ठाडो पारेर दिनुभएको इज्जतको अगाडि यो धन सम्पत्ति अभाव त केही होइन रहेछ। प्रहरीको छोरी, प्रहरीको श्रीमती, प्रहरीको बाबा, यसरी गरिमामय प्रहरी संगठनको परिचय नाम जोडेर पहिचान बनाउने जो कोहीको भाग्यमा हुँदैन मामु। जसरी बाबाले सेवा गर्नु भएको छ हो, अब म पनि नेपाल प्रहरीमा जागिर खाएर यो देशको सेवा गर्न चाहन्छु। मामु अब हजुर भन्नुहोस्, सम्पत्तिको लागि बाबालाई परदेश रोज्नुहुन्छ कि मेरो सपना नेपाल प्रहरी रोज्नुहुन्छ? छोरी, तिम्रो चाहना नै हाम्रो खुसी हो। अघि आवेशमा आएर के भने माग गरिदिनु छ हजुर। हाम्रो छोरी कति बुझ्ने भइसकेको छ। हाम्रो सन्तानले जस्तै सबैको सन्तानले बुझ्ने भइदियो। मामु माफ मागेर मात्रै कहाँ हुन्छ, त्यहाँ बाबालाई अङ्गालो हाल्ने। खै बाबा चिठी दिनुहोस् त।